नमस्ते साथीहरू, आज म सीता सिरियलको बारेमा केही प्रश्न सोध्न गइरहेकी छु। उहाँले जवाफ दिनुहुनेछ। तपाईँलाई सीता सिरियलमा कुन पात्र मनपर्छ र किन मनपर्छ? मलाई चाहिँ सीता सिरियलमा सीताको पात्र एकदम मनपर्छ किनभने सीताले चाहिँ आफ्नो एउटा भूमिका होइन सीताको भूमिका यसपूर्वक निभाएको छ कि एउटा नारीको दायित्व के हो त नारीले गर्नुपर्ने दायित्व एउटा मन छुने खालले चाहिँ प्रस्तुत गरेकी छन् र आफ्नो त्यो चरित्रलाई झल्काउने रूपमा देखाएकी छिन् र उनले चाहिँ उनी जति ह्याप्पी पनि अर्थात् जति दुःख परे पनि उनले चाहिँ सहजै रूपमा लिएर आफ्नो दायित्वलाई निर्वाह गरेकी छन् र त्यो सँगै जब सृष्टिका पति मर्छन् र सृष्टिमा जब त्यस्तो आपत्ति आइलाग्छ तब पनि उनले एउटा विधवा नारीलाई गर्नुपर्ने सहयोग अर्थात् नारीको दुःख कसरी बुझिन्छ कसरी उहाँप्रति व्यवहार गरिन्छ भन्ने हिसाबले चाहिँ सरल ढङ्गले वा दायित्वको ढङ्गले चाहिँ सृष्टिलाई चाहिँ केयर गरेको देख्दा पनि र त्यस्तै गरी ज्यास्मिनको केयर गरेको देख्दा पनि मलाई सीताको पात्र चाहिँ अलिकति अरूभन्दा राम्रो लाग्छ। तर समग्रमा हेर्दाखेरि चाहिँ सबैको पात्र आफ्नो आफ्नो निर्वाह ढङ्गले राम्रैसँग गरेका छन् तर पनि अलिकति यसो समग्रमा हेर्दाखेरि अलिकति एनालाइसिस गर्दाखेरि चाहिँ मलाई सीता पात्र नै मलाई अलिक बढी मनपर्ने हो। ओके साथीहरू, आज यति नै थियो र अब अर्को भिडियोमा भेट गर्छौँ भन्दै बिदा हुन्छु। धन्यवाद।